इन्टरभ्यु नदिनु भनेको छ मलाई पनि घरमा बुढीले नम्बर दिउ दिनुस् अब जति कुरा गरे पनि यस्तै हो बाबु राजा हैन श्रीमतीले नबोल्नु भन्नु भएको छ किन हो दाइ खासमा सबले पनि नराम्रोसँग कमेन्ट लेखिदिनु भयो हजुरहरुलाई मैले आजबाट बिदा गरिहाल्नु अबदेखि तपाई मिडियामा आउनुहुन्न दाइ भन्दिनुस् है खुलास त भन्दिनु आउँछु आउनुहुन्छ तर किन दाइ अहिले चाहिँ मिडियामा अब अलि कम आउने हो मिडियामा कम आउँछु भनेको ए भनेपछि अब धेरैले विभिन्न थरी कुराकानीहरू गरे त्यसकारणले गर्दा दाइलाई के छ डर पनि छ डर त छैन डर त के को डर अब नहराउनु हराइसक्यो सिद्धिसक्यो डर त छैन अनि सकेसम्म धेरै इन्टरभ्यु दियो भने मान्छेहरूले किन दिएको इन्टरभ्यु मैले नदिनु भने होइन भनेर कराउँछन् अनि उसको प्रेसर हुन्छ होइन बुढीहरूको प्रेसर हुन्छ तपाईँहरूले मलाई मरि हत्या गर्नुहुन्छ मैले नाइ भन्न सकेँ पहिला नाइ भनिदिएँ फेरि यसो फर्केर हेरेको यसो हेरिरहनु भएको छ तपाईँले माया लाग्यो फेरि होइन यार के गर्ने यार यहाँसम्म आएको मान्छे यार त हुँदैन भनेर मैले बोलाएको बाबु दाइ अनि तपाईँ विज्ञापन पनि खेलिसक्नु पर्यो नि जुन यो भाइरल भइसकेको हो एउटा विज्ञापन खेलिरहेको छु ए तपाईँलाई विज्ञापनमा नि बोलाए बाबु विज्ञापनमा पनि खेल्नु भयो तपाईँ हो आज खेलेँ मैले आज ए आज खेल्न जानु भयो हो कुन ठाउँ दाइ यो हाम्रो के हाइट भन्छ एकछिन काट्दौँ है त यसलाई त्यो हाम्रो धापासी हाइट ए भनेपछि त्यहाँ खेल्नुभयो कति अहिलेसम्म कतिवटा विज्ञापन खेल्नुभयो दाइ एउटा मात्र पहिलोचोटि कति पैसा पाउनुभयो तपाईँले पहिलोमा भन्नु न होइन छोरीको उमेर नभन्नु रे लौनीको कमाइ नभन्नु हो है भनेपछि विज्ञापन तपाईँ खेलिसक्नु भएको छ अब अरू पनि विज्ञापन खेल्ने कि नखेल्ने त दाइ खेल्ने कसरी बोलाउनु भयो भने खेल्छु पैसा दिनु पर्यो होइन पैसा दिनु पर्यो फ्रीमा त भएन नि दाइ भएन मेरो सिक्री त उठाउनु पर्यो अनि फिल्ममा अफर आएको छ कि छैन फिल्मतिर चाहिँ खेल्न पर्यो भनेर छैन फिल्म चाहिँ खेल्ने कि नखेल्ने त दाइ खेल्ने पहिला त फिल्म खेल्ने मोडल पनि गर्ने भन्ने विचार छ ए मोडल पनि गर्ने भनेपछि भर्खरको ह्यान्डसम हुनुहुन्छ होइन ज्यान पनि छ ह्यान्डसम त छैन नक्कली कपाल हाल्ने होइन नक्कली कपाल हाल्न मिल्छ नि मिल्छ नक्कली कपाल हाल्ने अनि मुस्कान दिने भइहाल्छ नि भइहाल्छ है भनेपछि कलाकारिता क्षेत्रमा तपाईँ अब आगामी दिनमा लाग्ने हो दाइ बोलाउनु भयो भने लाग्ने भनेपछि के छ कलाकार हुनुमा के गुण चाहिन्छ भनिदिनु तपाईँ त पहिला पनि कलाकार हुनुहुन्छ गुण भनेको अब चाहिँ नि अब यस्तै हो अब अरूले भने मान्न पर्यो अब आफूले पनि गुण देखाउनु पर्यो आफूले पनि तरिका देखाउनु माया गर्ने तरिका हुनु पर्यो उहाँको मन जित्नु पर्यो त्यही त होइन ए त्यतिखेर यसो हेरेको सानो फुच्चीदेखि अनि यो छोरी जति रहेछ छोरी त